बिरामी पर्दा होस् या विकास निर्माणका काममा होस्, घोराईवासीको मुखमा झुन्डिने एउटा मात्र नाम हो जितेन्द्र शाह। घोराई उपमहानगरपालिकाका जनप्रतिनिधिहरू लाजको पसारो भए, जनताको दुःख समस्या बुझ्नै चाहेनन्। शाह मात्र त्यस्ता एक पात्र हुन् जसले बिरामी हुँदा होस् या विकास निर्माणका काममा होस् आफ्नै व्यक्तिगत खर्चमा सहयोग गर्दै आइरहेका छन्। शाह घोराई 8 का निवर्तमान वार्ड अध्यक्ष समेत हुन्। आफ्नै वार्डभन्दा बाहिरको वार्डमा काम गरेको र कार्यपालिका बैठकमा फरक मत राखेका कारण मेयर नरुलाल चौधरीले उनलाई पदबाट मुक्त गरेका थिए। पदमुक्त भए पनि उनी जनताको समस्या देखेर ढुक्कले बस्न सकेनन्। घोराई 13 को कमलघारी भन्ने ठाउँमा बाटोको समस्या भयो भनेर जनताले फोन गरेपछि यति बेला जितेन्द्र शाह जेसीबी लिएर बाटो निर्माण गर्न पुगेका छन्। निर्वाचनको समयमा मात्रै जनताको घरमा आउने जनप्रतिनिधिहरूलाई यति बेला जनताले थुकिरहेका छन् भने तपाईले भिडियोमा देख्न सक्नुहुन्छ। जितेन्द्र शाहलाई फूलमालाले पुजिरहेका छन्। ट्र्याक्टर पनि उपलब्ध गराइदिनु पर्यो। अब 2-4 दिन जति लाग्ला। हुन्छ हुन्छ। अब केही गर्नु पर्यो। नगरेपछि नगरपालिका किन चाहियो हामीलाई? तपाईँ नगरपालिका सिङ्गो तपाईँ भइहाल्नु भयो के कसो? के लगाउनु भयो? मैला ल्याऊ। भन्नुभयो त उहाँले चाहिँ यो गाउँमा बच्चा हाल्दैन भन्नु पर्यो हो। अरू केही त भन्नु भएन। अरू त भन्नु सुन्दैन। जितेन्द्र शाह आएपछि बजेट हाल्दैन भन्नुभयो। त्यही त होला। कुरो के हो भने मैले हिजो चाहिँ धेरै धेरै धन्यवाद। मैले चाहिँ धेरै माया गर्छु कलमबारीमा है जनताहरुले भाइ तिमीले हो भाइला तिलत्र वर्ष नभएका टिका लाउनु पहिले उहाँलाई टिका लाग्यो। ल हाम्रो सिंह नगरपालिकालाई धेरै धेरै धन्यवाद। नगरपालिका म भएन सिंह नगरपालिकालाई धेरै धेरै धन्यवाद। ल अब हाम्रो माइला जानु माइला मान्नु पर्यो त्यही त सबले मान्नु पर्यो। आऊ आऊ लेडिज बगाले माया गर्नु खुसी लाग्यो सर। यही हो मलाई चाहियो अरु केही हैन। यही खुसी मलाई एउटा खाना पकाइहाल्नु न भाइ। खाना सक्छ त मामा त्यसैले टिका लगाइदिनु टिका लगाइदिनु खाना होइन सबैमा मन सफा हो सफा भएर काम गर्नु। तपाईँलाई चाहिँ जनताले चाहिँ हेरिराखेको छ होइन भनाइ छ। यस्ता युवाहरू चाहिँ गर्नुपर्छ काम है। तिमीले के काम गरे हौ? यिनीहरू त भदौ महिनादेखिबाट त्यो जितेन्द्र शाहलाई बोलाउनु खोजिरहेको थियो। ल हामीले रोक्यो हामी। ल ठिक छ।